उनी व्यक्ति होइनन्, विचार हुन्, बाँचिरहन्छन्। उनी मानव होइनन्, महामानव हुन्, बाँचिरहन्छन्। चुमलुङमालाई हेर, त्यहाँ उनको अडान छ। नदीलाई हेर, त्यहाँ उनको यात्रा छ। हावालाई सुन, त्यहाँ उनको आवाज छ। जब कुनै युवा आफ्नो अधिकारको प्रश्न लिएर उठ्छ, त्यो उठाइभित्र गोपाल गुरुङ बाँचिरहन्छन्। जब अन्याय विरुद्ध कुनै मुटु आक्रोशले धड्किन्छ, त्यो धड्कनभित्र गोपाल गुरुङ बाँचिरहन्छन्। जब इतिहासको धुलोभित्र गाडेका सत्यहरू खोज्न कुनै पुस्ताले आँखा खोल्छ, त्यो दृष्टिभित्र गोपाल गुरुङ बाँचिरहन्छन्। जब अपमानलाई नियति मान्न अस्वीकार गर्दै कुनै समुदाय आत्मसम्मानको गीत गाउँछ, त्यो स्वरभित्र गोपाल गुरुङ बाँचिरहन्छन्। जब जेलका पर्खालभन्दा ठुलो विचारको आकाश हुन्छ भन्ने विश्वास लिएर कुनै सङ्घर्ष अगाडि बढ्छ, त्यो विश्वासभित्र गोपाल गुरुङ बाँचिरहन्छ। जब लोकतन्त्रलाई केवल शब्द होइन, जनताको अधिकार ठानिन्छ, जब धर्मनिरपेक्षतालाई केवल व्यवस्था होइन, मानवताको सम्मान बुझिन्छ, जब संघीयतालाई विभाजन होइन, अस्तित्वको स्वीकृति मानिन्छ, त्यो चेतनाभित्र गोपाल गुरुङ बाँचिरहन्छ। उनी शरीर थिए भने 10 वर्ष अघि रोकिएका हुन्थे। उनी त विचार थिए, त्यसैले आज पनि हिँडिरहेका छन्। उनी मान्छे थिए भने समयसँगै हराइसक्थे, तर उनी त आन्दोलन थिए, त्यसैले आज पनि बोलिरहेका छन्। जबसम्म यो भूमिमा अस्तित्वको खोजी बाँकी रहन्छ, न्यायको यात्रा अधुरो छ, आत्मसम्मानको लडाईँ जारी छ, तबसम्म हिमालको उचाइमा, नदीको बहावमा, हावाको गुन्जनमा र सङ्घर्षरत जनताको हरेक मुटुभित्र गोपाल गुरुङ बाँचिरहन्छन्। उनी व्यक्ति होइनन्, विचार हुन्, बाँचिरहन्छन्। उनी मानव होइनन्, महामानव हुन्, बाँचिरहन्छन्। महामानव डाक्टर गोपाल गुरुङज्यूप्रति हार्दिक श्रद्धासुमन। धन्यवाद यहाँहरू सम्पूर्णमा। जय बङ्गु।